सफलताको रहस्य आखिर के हो त यो प्रश्न सायद हामी सबैले कहिले न कहिले सोचेका छौं। युगौंदेखि मानिसहरूले यसको उत्तर खोजिरहेका छन्। आउनुहोस् आज हामी पनि यही पुरानो खोजको अलिक गहिराईमा पुग्ने कोसिस गरौं। तर के होला यदि यसको जवाब हामीले सोचे जस्तो जटिल छैन भने? के होला यदि सफलताको रहस्य भन्ने कुरा वास्तवमा कुनै रहस्य नै होइन, बरु केवल हाम्रो सोच्ने तरिका, हाम्रो दृष्टिकोण बदल्ने एउटा सानो कुरा मात्र हो भने? आउनुहोस् यही कोणबाट यसको खोजी गरौं। ल, हाम्रो पहिलो सिद्धान्त अलिकति अनौठो लाग्न सक्छ। त्यो हो, कहिलेकाहीँ सबैभन्दा ठूलो शक्ति सबैभन्दा ठूलो विपत्तिबाटै निस्किन्छ। कसरी? हेरौं। एउटा उदाहरण हेरौं न। धुलोको आदि सुन्दा नै कस्तो डरलाग्दो, विनाशकारी लाग्छ होइन त? पोल्ने, आँखा नै देख्न नसकिने। तर अचम्मको कुरा के छ भने यसको एउटा एकदमै महत्त्वपूर्ण फाइदा पनि छ। यही आँधीले वायुमण्डलमा एउटा प्राकृतिक पर्दा जस्तो बनाइदिन्छ, जसले सूर्यको चर्को गर्मीलाई रोक्छ, पृथ्वीलाई चिसो बनाउँछ। अनि त्यति मात्र होइन, यसले पानी पार्न मद्दत गरेर जमिनलाई अझै उर्वर बनाइदिन्छ। हेर्दा नराम्रो, तर भित्र कति ठूलो फाइदा। अब एउटा यस्तै अविश्वसनीय कथा सुनौ, जहाँ जीवनको सबैभन्दा ठूलो त्रासदीले नै एक च्याम्पियनलाई जन्म दियो। यो कथा हो ग्लेन कनिङहमको। ग्लेन कनिङहमको कहानी साँच्चै सुन्दा पनि आङ झिरिङ्ग हुन्छ। सोच्नुहोस् त, स्कुलमा आग लागि हुँदा उनको खुट्टा यति नराम्रोसँग जल्यो कि डाक्टरहरूले त सिधै भनिदिए यो केटाले अब जिन्दगीमा कहिल्यै हिँड्न सक्दैन। तर ग्लेनले डाक्टरको कुरा सुनेनन्, उनले आफ्नो मनको सुने। उनले हार मानेनन्। आफ्नो त्यो अटुट इच्छा शक्तिले हलो समातेर घिस्रिँदै घिस्रिँदै व्यायाम गर्न थाले। सोच्नुहोस् त, 1-2 दिन होइन, पुरै 15 वर्ष। 15 वर्षको त्यो अथक मेहनतपछि एउटा चमत्कार भयो। उनी हिँड्न मात्र होइन, दौडन थाले। र दौडिएर पनि कहाँ पुगे भन्दा 1 माइल दौडको विश्व च्याम्पियन बने। जसलाई डाक्टरहरूले असम्भव भनेका थिए, उनले त्यसैलाई सम्भव बनाएर देखाए। ल, अब हाम्रो दोस्रो सिद्धान्तमा जाउँ, र यो हो धैर्य। कहिलेकाहीँ सफलता भनेको दौडिनु होइन, सही समय पर्खिनु हो। यसको लागि एउटा रमाइलो कथा छ। एकजना अमेरिकी करोडपति अक्सफोर्ड युनिभर्सिटी घुम्न पुगेछन्। त्यहाँको त्यो हरियो मखमल जस्तो लन देखेर उनी त दङ्ग परे। उनलाई पनि त्यस्तै लन तुरन्तै चाहिएछ। अनि त्यहाँका मालीलाई सोधिहाले, ल भन्नुहोस् त, यस्तो गजबको लन बनाउन के गर्नुपर्छ? मालीको जवाब सुन्दा त एकदम सजिलो थियो। उनले भने, हजुर, पहिले जमिन राम्ररी मिलाउनुस्, राम्रो घाँस रोप्नुस्, अनि त्यसलाई काट्ने र रोल गर्ने काम गरिरहनुस्। करोडपति त खुसी भए। यति त हो नि। तर मालीले कुरा टुङ्ग्याएका थिएनन्। उनले थपे, अनि यही प्रक्रिया लगातार 500 वर्षसम्म दोहोऱ्याउनुस्, तपाईको लन तयार हुन्छ। 500 वर्ष? यसले के देखाउँछ भने केही महान चिजहरू पैसा वा हतारले बन्दैनन्। तिनलाई समय चाहिन्छ, धैर्य चाहिन्छ। धैर्यको अर्को पाटो हो संयम। मतलब कहिलेकाहीँ सबैभन्दा शक्तिशाली काम भनेको केही पनि नगर्नु हो। सुन्दा अनौठो लाग्छ, तर यो सत्य हो। आउनुहोस् बदलाको आगोमा जलिरहेको एक व्यक्तिको कथा सुनौं। एकजना मानिस 6 महिनादेखि कसैसँग बदला लिने योजनामा डुबेका थिए। उनको दिमागमा 24 घण्टा त्यही कुरा घुम्थ्यो। तर एक दिन उनले कतै सुने, बदला लिनु अघि राम्ररी सोच, किनकि तिमीले पनि अरूको बदलाको सामना गर्नुपर्नेछ। बस यही एउटा वाक्यले उनको दिमागमा झट्का दियो। उनलाई महसुस भयो यो बदलाको सोचले त अरूलाई भन्दा बढी आफैलाई पोल्दो रहेछ। उनले तुरुन्तै त्यो नकारात्मक बाटो छोडिदिए र आफ्नो पुरै ध्यान, पुरै ऊर्जा राम्रो काममा लगाए। र परिणाम, उनी पहिलेभन्दा कैयौं गुणा बढी सफल भए। अब हाम्रो तेस्रो स्तम्भमा जाउँ, र त्यो हो नम्रता। यसले भन्छ, यदि सिक्ने इच्छा छ भने ज्ञान जहाँबाट पनि पाउन सकिन्छ, एकदमै सोच्दै नसोचेको ठाउँबाट पनि। एउटा धेरै पुरानो कथा छ। जब आदमको छोराले आफ्नो भाइको हत्या गरे, उनलाई थाहै थिएन कि अब यो शवलाई के गर्ने। त्यही बेला एउटा काग आयो र त्यसले आफ्नो चुच्चोले जमिन खोस्रेर आफ्नो मृत साथीलाई गाडिदियो। हो, त्यही कागलाई हेरेर उनले पहिलो पटक शव लाम्न सिके। यसले के देखाउँछ भने ज्ञान पाउनको लागि कोही ठुलै गुरु हुनुपर्छ भन्ने छैन। शिक्षक एउटा सानो चरा पनि हुन सक्छ। नम्रताको कुरा गर्दा चार्ल्स डार्विनको यो घटना नसम्झी हुँदैन। उनले वर्षौं लगाएर आफ्नो विकासवादको सिद्धान्त तयार पारेका थिए। तर ठिक त्यही बेला अल्फ्रेड वालेस नामका अर्का वैज्ञानिकले पनि ठ्याक्कै त्यही सिद्धान्त भएको पत्र पठाए। अब सोच्नुहोस्, डार्विनले चाहेको भए यो मेरो काम हो,
भनेर एक्लै सबै श्रेय लिन सक्थे, तर उनले त्यसो गरेनन्। उनले वालेसलाई पनि बराबरको श्रेय दिएर दुवैको कामलाई सँगै प्रस्तुत गरे। यो हो साँचो वैज्ञानिक नम्रता, जहाँ आफ्नो मभन्दा ज्ञान ठूलो हुन्छ। अझै एउटा कथा सुनौ एकजना ग्रीक मूर्तिकारको। उनले एउटा मान्छेको मूर्ति बनाए जसको हातमा अङ्गुरको झुप्पो थियो। मूर्ति यति जीवन्त बन्यो कि चराहरू आएर त्यो अङ्गुर ठुङ्न थाले। सबैले वाह क्या गजब भनेर प्रशंसा गरे, तर ती कलाकार भने खुसी भएनन्। किन? उनले भने मेरो काममा खोट छ। यदि मैले मान्छेको मूर्ति साँच्चै जीवन्त बनाएको भए चराहरू त त्यो मान्छेको डरले अङ्गुरको नजिक पनि आउने थिएनन्। त्यसपछि उनले फेरि बनाए र यसपटक यस्तो बनाए कि चराहरू साँच्चै डराए। यो हो पूर्णताप्रतिको लगाव र आफ्नो गल्ती स्वीकार्ने नम्रता। र अब हाम्रो चौथो र अन्तिम स्तम्भ, सकारात्मक कार्यको कला। यसले हाम्रो सोचाइलाई कसरी काममा उतार्ने भन्ने कुरा सिकाउँछ। नेपोलियनको यो घटना हेरौँ। जब उनी एल्बा टापुबाट भागेर आए, उनीसँग थिए जम्मा मुठ्ठीभर सैनिक, तर उनको बाटो छेक्न उभिएको थियो 20,000 सैनिकको विशाल फ्रान्सिसी सेना। अवस्था हेर्दा त जित्ने कुनै सम्भावना नै थिएन। त्यो निर्णायक घडीमा नेपोलियनले के गरे होलान्? उनले हतियार चलाएनन्। उनी एक्लै निशस्त्र त्यो विशाल सेनाको अगाडि गए, आफ्नो कोट खोले, छाती देखाए र एकदमै भावुक भएर सोधे, तिमीहरूमध्ये कोही छ जो आफ्नो बुबाको न्याङ्गो छातीमा गोली हान्न तयार छ? यो तरवारको लडाईँ थिएन, यो शब्दको लडाईँ थियो, मन जित्ने कला थियो। र भयो पनि त्यस्तै। उनको यो एउटै वाक्यले पुरै सेनाको मन पग्लियो र उनीहरू नेपोलियनकै पक्षमा। यो सिद्धान्त व्यक्तिमा मात्र होइन, पुरै देशमा पनि लागू हुन्छ। यसको सबैभन्दा ठूलो उदाहरण हो जापान। दोस्रो विश्वयुद्धमा ध्वस्त भएपछि जापानले बदला लिने वा गुनासो गर्ने बाटो रोजेन। बरु उनीहरूले आफ्नो गल्ती स्वीकारे र आफ्नो पुरै ऊर्जा, पुरै ध्यान देश बनाउनमा लगाए। सहकार्य र प्रगतिलाई मूल मन्त्र बनाए। र परिणाम? आज जापान कहाँ छ हामी सबैलाई थाहा छ। विश्वको एक आर्थिक महाशक्ति। यो हो सकारात्मक कार्यको शक्ति। त्यसो भए आजको हाम्रो यो यात्राको सार के हो त? सफलताको रहस्य 4वटा स्तम्भमा टिकेको देखिन्छ। पहिलो, हरेक विपत्तिमा अवसर खोज्नु। दोस्रो, धैर्य राख्नु र सही समय पर्खनु। तेस्रो, नम्र भएर सबैबाट सिक्न तयार रहनु। र चौथो, नकारात्मकतालाई छोडेर सधैँ सकारात्मक र साहसी कदम चाल्नु। र अब जाँदा जाँदै एउटा प्रश्न छोडेर जान्छु। यी 4 स्तम्भहरूमध्ये कुन एउटालाई मात्रै जीवनमा अपनाउने हो भने सफलतालाई हेर्ने हाम्रो पुरै दृष्टिकोणमा सबैभन्दा ठूलो परिवर्तन ल्याउन सक्छ होला? एकपटक सोचेर हेर्नुहोला।